ए त्यसैले पो तेरो जिउ यस्तो बोका बोका हुना रहेछ है। ए बुढी, यो त मान्छे मार्ने हस्पिटल हो कि मान्छे बचाउने हस्पिटल हो? त्यहाँ हेर त कराको कोरै छ नि त। चुप लाग, त्यहाँ भित्र डेलिभरी भइरहेको होला के, त्यही भएर कराइरहेको देखेनौ? डेलिभरी रे? हाम्रो घरमा सामान डेलिभरी गर्न आउँदा त नकराइकन आउँछ नि त, यहाँ चाहिँ किन कराको त? मलाई त मैले त बटरफ्लाई किक त हान्नै पर्ला। हैन जाबु, यति कुरा पनि नबुझ्ने कस्तो खालको दिमाग हो? दिमागमा गोबर हो कि गोबरमा दिमाग हो तिम्रो? ए ल्या, बल्ल बुझे मैले। के बुझ्यौ फेरि? त्यहाँ डेलिभरीको भारी ठुलो होला, त्यही भएर गाह्रो भएर रोको होला हैन? ए पागल, त्यस्तो डेलिभरी भने हैन के, त्यहाँ बच्चा पाउनु लागेको छ देखेनौ? कसरी देख्नु त मैले अनि? त्यहाँ ढोका लगाइरहेको देखिनस्? एकचोटि गएर हेरेर आऊँ त म। चुप लागेर बस त्यहाँ। एउटा जाबु ढोकामाथि लेखेको कुरा पढ्न सकेनौ? अझै हेर्न जान परेछ उसलाई। हैन तैँले के भन्न खोजेको? मलाई पढ्न आउँदैन भन्न खोजेको होला हैन? तिमीलाई पढ्न आउने भइदिए उता लेखेको अघि नै पढिहाल्थ्यौ नि, त्यही त पढ्न सकेनौ। त्यहाँ नेपालीमा लेखेर रहेछ नि त, मलाई नेपाली भन्दा इङ्ग्लिस पढ्न आउँछ के? नाटकै हो। आयो खुब तिमीलाई इङ्ग्लिस। एउटा जाबो डेलिभरी भने थाहा नहुने मान्छेलाई अझै इङ्ग्लिस आउँछ रे। मेरो इङ्ग्लिसलाई चाहिँ पाइते नभन है। म पनि कुनै टाइममा एसएलसी पास गरेको मान्छे हो। तपाईले बल्ल बोल्दै हुनुहुन्छ तपाई? पहिला गाउँतिर मेरो इङ्ग्लिस सुनेर सबैले मलाई अंग्रेजी माइला भनेर बोलाउँथे। हैन होला, के हो? कफ नदेऊ, त्यति बेला चाहिँ इङ्ग्लिस बोल्न आउने, अहिले चाहिँ नआउने हुन्छ कहीँ? आउन त अहिले नि आउँछ नि, तर अहिलेको इङ्ग्लिसमा र त्यो बेलाको इङ्ग्लिसमा धेरै फरक भयो के, त्यही भएर नबोले मैले। इङ्ग्लिस भने चाहिँ जाने एउटै हैन, कसरी फरक भयो? पहिला हाम्रो पालोमा पानीलाई वाटर भन्थे, अहिले के भन्छन् थाहा छ? अनि अहिले नि वाटर त भन्छ नि? हैन नि, अहिले त वाटर भन्छ, वाटर। पहिला बोतल भन्थ्यौं, अहिले बोटल रे, बोटल। अनि एउटै कुरामा यति धेरै फरक भएपछि कसरी बोल्ने मैले इङ्ग्लिस भन् त? ल बढी कुरा नगर, तिम्रो इङ्ग्लिस तिमी नै राख। मै त राख्छु नि मेरो इङ्ग्लिस। मैले राखिन भने त फेरि दारू खाएको बेलामा इङ्ग्लिस निकाल्न पर्ने हुन्छ, कहाँबाट निकाल्नु? त्यही रक्सी खाएको बेलामा बोल्ने त हो नि इङ्ग्लिस तिमीले, अरू बेला त बोल्न सक्नु पर्यो नि। कैसा लगा मेरा मजाक? ल सानो सोले बोल, धन्य यहाँ कोही छैनन्। अनि हाम्रो पालो कतिखेर आउँछ खै त? यहाँ बसेकै आधी घण्टा भन्दा बढी हुन लागिसक्यो। हैन बिरामी तिमी हो कि म हो? तिमीलाई पो हतार भइरहेछ त। हैन के, उ त्यो हामी छिर्ने कोठामा कस्तो राम्री नर्स रहेछ, यसो आँखा लगाउँ भनेको खै पालै आउँदैन। के रे मेरै अगाडि छौ, अझ राम्री नर्स हेर्दै बस्छौ? अहिले फेरि यही हस्पिटलको इमर्जेन्सी वार्डमा भर्ना हुने गरी कुटै खाला है, विचार गर। हेत्तेरी नरिसा न, यहाँ तेरो पो उपचार गर्न आएको हो त, म किन भर्ना बस्नु? बरु पालो पो कतिखेर आउँछ? डिक बहादुर भनेको हो? हेलो सिस्टर, लुक एट हियर, आई एम डिक बहादुर, व्हाट ह्यापेन? हैन कस्तो खालको नाम हो यो तपाईको? अलि गजिलो नाम भेट्नु भएन? ओ सिस्टर, मेरो नामको बारेमा जे पाइथे भन्ने हैन है, यो मेरो हजुरबाउले राखेको नाम हो। हैन कस्तो नट्टी हजुरबा हो? तपाईको बाउको नाम पनि हजुरबाले यस्तै राख्दैछन् कि क्या हो? मेरो सबै पुर्खादेखि नै यस्तै नाम हो के? बैगन हो र? तपाईको हजुरबाको नाम चाहिँ के हो नि? मेरो हजुरबाको नाम त ठिक बहादुर हो। आर यु कमेडी मी? ठिक बहादुर? मेरो हजुरबाउले गाउँभरिको सबै गुण्डाहरूलाई ठिक पार्दै हिँड्थे रे के, त्यही भएर मेरो हजुरबाको नाम ठिक बहादुर राखिदिएको रे। अनि तपाईको बाउको नाम चाहिँ के हो नि? मेरो बाउले त झन् सबैले लामो लामो किक हान्नुहुन्थ्यो रे, त्यही भएर मेरो बाउको नाम किक बहादुर हो। अनि तपाईको नाम चाहिँ कसरी डिक बहादुर भएको त? होस् त्यो त भन्न मिल्दैन। हैन भन्नु लजाउनु पर्दैन के, हामी सबै यही फिल्डको मान्छे हो। के भएको भने मेरो चाहिँ नेपाली अक्षरको त्यो डिको हुन्छ नि, त्यो चाहिँ लामो लामै तान्थे, त्यही भएर मेरो नाम डिक बहादुर राख्दै हो के। ए बुढा, मलाई त फेरि अर्कै भन्थ्यौ त। यहाँ बल्ल कुरा मिलिरहेको थियो, तँलाई फेरि बिचमा प्वाक्क बोल्नु पर्छ। अब मलाई कराएको तिमीले? हैन के, म यहाँ कुरा गर्दै थिएँ नि त, त्यही भएर बिचमा एकछिन नबोल्दिछु भनेको हो कि बुढी तेरि तिमी पनि। ल त्यही भित्र हिँड्न, पाउला आइसक्यो। डाक्टर साहब नमस्कार है, नमस्कार। ओहो डिकजी, के छ तपाईँको हाल खबर? तपाईँ त नआएको त थुप्रो भयो त। हो नि डाक्टर साहब, आजकल म डेली स्याउ खान थालेको छु कि, त्यही भएर तपाईँलाई भेट्नै पर्दैन अब। हैन मैले त बुझिनँ नि, स्याउ खाँदैमा मलाई भेट्न हुने नै हुन्छ? कस्तो अनपढ डाक्टर रहेछ यार।
एन एप्पल अ डे किप्स डक्टर अवे भनी हिन्दी उखान सुने हैन कि क्या हो? ए डक्टर पढाए मान्छे पनि अनपढ हुने रहेछ। तपाईले चाहिँ कति पढ्नु भएको छ? मैले त तपाईँले भन्दा नि बढी पढेछु। त्यही त भन्नु नि त कति? एसएलसी। एसएलसी भने के हो त थाहा छ तपाईलाई? एकचोटि एसएलसी को फुल फर्म भन्नुस् त। एसएलसी को फुल फर्म के हो भने एसएलसी स्कुल लगेर चुट। अरे गतिलै एसएलसी पास गर्नु भएछ तपाईले। ल छोडिदिनु यो सब कुरा। ल भन्नुस् के समस्या परेर आउनु भयो? हैन तपाईँ डाक्टर नै हो कि खलासी हो? देख्नु भएन यहाँ सेतो एप्रोन लाएर बसिरहेको? डाक्टर त हो नि म। अनि डाक्टर नै हो भने बिरामी चिन्नु परेन? बिरामी म हैन, मेरो बुढी हो। म्याडम तपाईको बुढापारा के हो? बिहान बिहान बाख्राको बटकुलो खाएर आउनु भयो कि क्या हो? कराको करै हुनुहुन्छ त आज। यो मान्छे यस्तै हो डाक्टर साहब, मसँग पनि चाहिने नचाहिने गफ गरेर वाक्क पार्छ। त्यही त कसरी झेल्नुहुन्छ उहाँलाई? के गर्नु अब डाक्टर साहब, बिहा भइसक्यो, बेलैमा तपाईँ जस्तो डाक्टर भेटिएन बिहा गर्नलाई। ओहो बुढी एकदम सही कुरा गरिस् तैँले। तँ यो डाक्टरसँग बिहा गर, म चाहिँ उतो नर्ससँग बिहा गर्छु है त। बात त सही है। फेरि बढी बोल्छौ? तिमीलाई चुबो लागेर बस भने हैन मैले अघि। छोडिदिनु नकराउनु, बरु भन्नु न के छ तपाईँको हालखबर? मेरो हालखबर एकदम ठिक छ डाक्टर साहब। अनि ठिक भयो किन आएको त यहाँ चुबो लाएर घर नबसेर? बेकारमा हाम्रो टाइम वेस्ट भएन? हैन कस्तो खालको डाक्टर हो यो? सित्तैमा उपचार गर्न आएको भन्ठान्नु भयो कि क्या हो तपाईले? हामी तपाईको पेमेन्ट दिइहाल्छौँ नि। हेत्तेरी त्यसरी नरिसाउनु न तपाईँ, जिस्किया हो क्या मैले। ल भन्नु के समस्या परेर आउनु भयो? अस्ति म सुतिरहेको बेलामा सपनामा डान्स गरेको सपना देखाएको थिएँ, अनि निन्द्राबाट उठ्दाखेरि त खाट मुनि लडेर बसिरहेको रहेछु। अनि त्यो दिनदेखि मेरो नाकको हड्डी दुखिरहेछ डाक्टर साहब। एकचोटि कहाँ दुखिरहेछ छामेर देखाउनु त। ऊ यहाँ दुखिरहेछ डाक्टर साहब। होइन के गरे भने यो नाकको हड्डी दुख्यो भने हैन त? यसको नाम भन्न लाज लागेर नाक भने हो क्या डाक्टर साहब? अब यसको नाम के हो आफै मिलाएर बुझ्नु न। हे भगवान। ल ठिकै छ, उतै भित्र क्याबिनमा हिँड्नुस् त। दुखाइ कहाँनिर पुछ, एकचोटि यो हेर्नै पर्ने हुन्छ। ओ डाक्टर साहब मेरो बुढीलाई एक्लै क्याबिनतिर लान खोज्ने के हो पारा तपाईँको? ठिक छ क्याबिनमा नजाने भए यही चेक गरौँ न त। एकछिन क्याबिनमा जानु, तर उतो नर्स पनि लिएर जानु। लगिहाल्छु नि, तपाईँले भन्नुपर्छ एसएलसी पास भएर डाक्टरलाई सिकाउँछन्। A few moments later. ल त्यस्तो आत्तिनु पनि के पनि छैन। मैले यो औषधिहरू लेखिदिएको छु। एउटा चाहिँ निदाएपछि खानु, अनि अर्को चाहिँ बिहान निन्द्रा खुल्नुभन्दा अगाडि खानु है। के बोले भाइ? ओ डाक्टर साहब कस्तो कुरा गरे तपाईँले? मान्छे निन्द्रामा कहिले औषधि खान सक्छ? हेत्तेरी साँच्ची हो के? निन्द्रामै खाटबाट लड्नु भएको रहेछ, अनि औषधि पनि निन्द्रामै खान पर्ने हुन्छ, नत्र औषधिले कामै गर्दैन। अच्छा ए हो र बुढी, तिमी निदाको बेलामा तिम्रो मुखमा औषधि म हालिदिन्छु है। हैन किन मक्ख परिरहेको तिमी? औषधि भनेर विष त हालिदिने विचारमा छैनौ नि? कस्तो ठ्याक्कै थाहा पाएको। हे 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 हे।